गुड आफ्टरनुन नमस्ते। म चाहिँ आज एउटा भिडियो बनाऊँ भनेर जाँगर चलाएको। बिहानदेखि पानी पर्दैछ र मेरो क्याफे नै अलिअलि स्लो भएकोले भिडियो बनाइहालौँ न त भन्ने लाग्यो मलाई। म खासै त्यस्तो प्रोफेसनल ब्लगर यताउति होइन, त्यस्तो कन्टेन्ट क्रिएटर पनि होइन। तर पछिल्ला दिनहरूमा मैले केही फिलोसोफीहरू फलो गरेकी छु, जस्तै बुद्धिस्ट फिलोसोफी भयो होइन। योपालि यो हप्ता चाहिँ मैले एउटा किताब पढेको छु र त्यो किताबको बारेमा केही कुराहरू सेयर गरौँ कि जस्तो लाग्यो मलाई। यो किताबको नाम छ तपाईँको अवचेतन मनको शक्ति भन्ने, डाक्टर जोसेफ मर्फीले लेख्नु भएको छ। यो चाहिँ अत्यन्तै सामान्य भाषामा छ र जसले पनि बुझ्ने भाषामा छ। यो किताब पढिसकेपछि तपाईँले आफ्नो जीवनलाई अत्यन्तै सरल तरिकाले जिउन सिक्छ जस्तो मलाई लाग्छ। र यो किताबभित्र भएका कुराहरू चाहिँ त्यही हाम्रो कन्सियस र सबकन्सियस माइन्डको बारेमा छ। तपाईँको कन्सियस माइन्डले जे भन्छ सबकन्सियस माइन्डले त्यही काम गर्छ भन्ने खालको कुराहरू चाहिँ यो किताबमा भेटिन्छ। यो किताब पढ्नको लागि म तपाईँहरूलाई सजेस्ट गर्दै यो भिडियो बनाएँ। ओके, ब्लेस्ड डे, इन्जोय रेनी डे।